आइएको मलेसिया पीएम बने वाला है वहीला घंटी में वोट दे रहे हैं सही लोग आवे वाला है वहीला घंटी में वोट पाएंगे टन 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 घंटी बाजे वनभूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल घंटी छाप जिंदाबाद घंटी छाप जिंदाबाद घंटी छाप जिंदाबाद हम सब कहै छी वोट के मां घंटी मां वोट के मां घंटी मां घंटी मां भोट केमा घन्टीमा आमा हजुर तपाईँ एक्लै हो हजुर एक्लै हो भोट माग्न हिँड्नु भएको रहेछ हजुर भोट माग्दै हिँडेको हजुर एकछिन पक्नु न तपाईँलाई कसले पठाएको यो भोट माग्नलाई यो म आफ्नै आफैले मैले यो देशको लागि ए आफैले हजुर एक्लै एक्लै कहाँ हिँड्नुभयो तपाईँ म यहाँ चाहिँ अब हाँडी खोला अब बस्तीपुर न्यारपानी बसामारी डाङडुङ्गे नवलपुर गोलमिटार अब यो चाइना कोटर त्यहाँबाट चाहिँ हाम्रो उता पर्छ यो चौकी टोल अनि तपाईँ किन यसरी भोट माग्न हिँड्नु भयो हजुर यो देशको लागि म अघि बढेको हो देशको लागि तपाईँ भोट हजुर देश सिद्धियो देश सिद्धियो खरानी नै भयो भनेर म हिँड्या हो एक्लै हिँड्नु भयो एक्लै हजुर तपाईँसँग अरू छैन साथमा कोही पनि छैन म एक्लै लडेर हिँड्दा छु एक्लै घरमा जानुहुन्छ तपाईँ भोट माग्दै हजुर म घरै विषय भोट मागेर हिँडेको छु डाँडा पाखा पर्व सबै एक्लै हो म लडिरहेको ओहो म फेरि यो चोकमा पनि एक्लै हो हेर्नु अनि तपाईँले गाली गर्दैन अरू मान्छेहरूले अरू पार्टी मलाई अझसम्म कसैले गाली गर्नु भएको छैन गाली गरेको छैन हजुर मैले सबैलाई भनेको छु देश बचाउनु पर्यो हजुरहरूले अब बालिन रवि जस्तो देशमा अहिले उम्रेका निस्केका छन् नि हजुर उहाँहरू जस्तो आउनु भएपछि हामीले उहाँलाई छोड्न हुँदैन तपाईँ कति वर्षको हुनुभयो अहिले म चाहिँ हजुर 70 वर्षको 70 वर्षको हुनुभयो तपाईँ एक्लै भने नि देश परिवर्तन गर्न हिँड्नुभयो देशको लागि देश खरानी भयो जय घन्टी जय घन्टी जय घन्टी होइन जय घन्टी घन्टी भन्नुपर्छ घन्टी जय घन्टी नेपाली कांग्रेस मुर्दाबाद जय घन्टी नगर कार्य जय घन्टी हामीले भान्ने काम देख्नुभयो यहाँ दादागिरी कसरी भइन्छ देख्नुभयो के हिसाबले दिनुहुन्छ तपाईँहरूले हाँ दादी छाप छाप घंटी छाप एकदम सही बात कह लिया छाप छाप घंटी छाप सही बात
तेरीमा ठाइने पर्दैन तेरीमा केपीलाई के भन्न चाहनुहुन्छ? केपी त मेरो अग्नि रेल हो, मेरो गुहो केपी। बच्चा मार्यो त्यस टाइममा ठाइने केपी। हजारौं जनता मार्यो। हजुर सर। अरु देवालाई शेरबहादुर देउपा र आर्जु राणा पैसाको ओछ्यानबाटले युवा साडा खाडीमा नेता चिल्लो गाडीमा भ्रष्टाचार नेता मुर्दाबाद। हो यो हो नि त तरिका। बालन शाह र रवि एकचोटि घन्टीले जित्यो भने ठिक छ, नजितेपछि अन्टीले पनि दिन भने आफ्नै घन्टी। अब की बार बालन सरकार है कि ना? अब की बार बालन सरकार जीतेगा भाई जीतेगा। बालन शाह जीतेगा, बालन शाह जीतेगा। अब की घंटी में खास आपके, लेकिन वोट घंटी में अब की बार बालन सरकार। ना रे देखो